सम्माननीय प्रधानमन्त्रीज्यूलाई दुईटा प्रश्न राख्न चाहन्छु। पहिलो प्रश्न, तपाईले नियुक्त गर्नुभएको कर्मचारीहरूको असक्षमताका कारण सरकार फेल भएको तथ्य स्वीकार्नुहुन्छ? यदि हो भने तिनीहरूलाई कहिलेसम्म कारबाही गर्नुहुन्छ? केन्द्रमा 2/3 बहुमतको सरकार रहे पनि काम कारबाही खासै हुन सकेको छैन। संसदमा 2 ठूला दलहरूले नेतृत्वमा सरकार बनाएको छ जसको प्रभाव प्रदेश र स्थानीय तहसम्म छ। मन्त्रीदेखि खरिदारसम्म सत्तारूढ दलका निकटस्थ नियुक्त भएका छन्, तर सरकारको प्रदर्शन निकै कमजोर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको रिपोर्ट अनुसार विभिन्न मन्त्रालयहरू न्यूनतम प्रदर्शन गर्दै असफल भएका छन्। सरकारी संयन्त्रमा गहिरो राजनीतिकरण र दलीयकरण, योग्यताभन्दा नातावाद कृपावादलाई प्राथमिकता दिइने, जसका कारण सरकार स्वयं असफल हुँदैछ। कर्मचारीलाई कार्य सम्पादनको आधारमा मूल्याङ्कन गर्नुपर्नेमा आफ्ना मान्छेलाई सत्तामा राख्ने विकृत अभ्यासले सुशासन तहस-नहस बनाउँदैछ। राइट म्यान इन द राइट प्लेसको सिद्धान्तको सट्टा माई म्यान इन माई प्लेसको गलत अभ्यासले सरकारलाई असफल बनाउँदैछ। अब प्रश्न उठ्छ, सरकारले आफैलाई असफल बनाउने कर्मचारीहरूलाई कारबाही गर्नेछ कि गर्दैन? यदि कारबाही गर्छ भने कहिलेसम्म र कसरी? मेरो दोस्रो प्रश्न रहेको छ, 2/3 को बलियो सरकार हुँदाहुँदै पनि मुलुक दैनिक ऋणमा निर्भर किन बन्यो? सरकारको योजनाबद्ध रूपमा सिर्जित अवस्था हो? पछिल्लो पटक सम्माननीय प्रधानमन्त्रीज्यूले शपथ लिने बेलामा नेपाल सरकार चलाउन मात्र दैनिक 1 अर्ब ऋण लिनुपर्ने अवस्था थियो। आजको दिनसम्म आइपुग्दा दैनिक 1.5 अर्ब भन्दा बढीको ऋण लिनुपर्ने अवस्थामा मुलुक पुगिसकेको छ। निजी क्षेत्र हतोत्साहित छ। 2/3 को ठूला दलको बलियो सरकार हुँदा पनि किन यस्ता दुरावस्थामा मुलुक पुगेको होला? 2/3 को बलमा तपाईहरूले योजनाबद्ध ढङ्गबाट सुनियोजित रूपमा यो अवस्था निर्माण गर्नु खोज्नु भएको त होइन कतै? धन्यवाद। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ। मान्यज्यूले प्रश्नभन्दा अगाडि केही व्याख्या राख्नुभयो। अलिक आक्रोशपूर्ण देखिए। कर्मचारीहरू मैले नियुक्त गरेको होइन। र अहिलेको सरकारले हाम्रो मान्छे होइन राम्रो मान्छेको खोजी गर्छ र योग्य मान्छे उपयुक्त ठाउँमा राख्छ। यसमा कुनै प्रकारको भेदभाव होइन। मेरिटोक्रेसी गुणदोषको आधारमा मूल्याङ्कन हुने र मेरिटोक्रेसीका आधारमा मानिसलाई जिम्मेवारी दिइने परिपाटी छ, त्यो गरिनेछ। आफ्ना मान्छेहरू नियुक्त गरेको भन्ने कुरा, यो आरोप सही छैन। त्यसकारण अझ मेरो हैसियत, मेरो हकमा भन्नुहुन्छ भने मेरो आफ्नो मान्छे भन्ने कुनै हिसाबले, कुनै पनि प्रकारले आफ्नो भन्ने परिभाषाभित्र पर्ने मान्छे एकजना नियुक्त भएको देखाइदिनु भयो भने यहाँलाई धन्यवाद भन्ने छु मैले। सरकार त्यस आफ्नोवाला बाटोमा हिँडेको छैन। अहिले देशको परिस्थितिको गम्भीरतालाई बुझेर त्यस गम्भीरताबाट देशलाई उकास्ने कसरी? गरिबीमा छ देश। आज यो दुईटा ठुला पार्टीको 2/3 को सरकार बनेर आर्थिक अवस्था यो जटिल ठाउँमा यो 8 महिनामा पुग्यो हो र? त्यसकारण कुनै पनि कुरालाई हामीले अति संयुक्तिपूर्ण ढङ्गले वा बढाइ चढाइ वा आधारहीन ढङ्गले गर्नु वाञ्छनीय हुँदैन।
नेपाल पछाडि परेको छ, गरिब छ, त्यसै कारण एलडिसीमा छ। अझ निकै असहज आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा अहिलेको सरकार बनेको छ र